मुभी कस्तो लाग्यो बहिनी? मुभी कस्तो थियो दिदी? राम्रो। दामी छ? दामी दामी दामी। आसु त आएन नि चाहिए होला पार्ट 2। कस्तो लाग्यो सर? एकदम बब्बाल बब्बाल दामी। स्टार्ट मुभी स्टार्ट। ए मुभी स्टार्ट ल। मुभी स्टार्ट। ल मुभी एकदम जोरदार स्टार्ट हुँदै छ है ल। लाइभ हो? ब्लग ब्लग। ए ब्लग। टिकट ठिक छ नि अलिचलि ल है आज म पनि यहाँ दक्षिण कोरियाको जिन्सन भन्ने सिटीमा जिन्सनको मेगाबक्समा नेपाली मुभी पहिलो हो त्यही म चाहिँ पहिलोचोटि मुभी हेर्न आएको छु। अनि यो मुभी चाहिँ अहिले नेपालमा धेरै चलिरहेको होइन धेरै चर्चामा भएको मुभी एकदम राम्रो भइरहेछ। सो यही मुभी हाम्रै जिन्सन छेउ योल एफसी फुटबल क्लबद्वारा चाहिँ आयोजित गरिएको मुभी हाम्रै साथीहरू। मलाई चाहिँ भिडियोको लागि साथीहरूले एक दुईजना साथीले भन्नुभएको थियो र आएको छु होइन। अहिलेको सुरुवातको माहौल हेर्दा एकदम रमाइलो नै होला जस्तो छ। साथीहरू भर्खर आउन थालेका छन्। हेरौँ माया आइज न जाँदिन है म त यहाँ अझै कति काम ल्याउनु छ। जान जा भान्जी खोल्छ म डराइ ओली भरे मलाई आउनु चाहिँ डर लाग्दैन कि क्या हो? बहिनी एक्लै छ बहिनी डराउँदैन? बाबा नेपाली फिल्मको यति धेरै क्रेज मैले अहिलेसम्म देखेको पनि थिइनँ, सोचेको पनि थिइनँ यति धेरै मान्छे हुन्छ भनेर। 250 जनाको सिटमा 200 जनाकोलाई चाहिँ सिट नपाएर बिजोग छैन। अन्त यो नेपाली मुभी एक त राम्रो भएर पनि हो होइन। फेरि आज चाहिँ हाम्रो कोरियामा सबैजनाको बिदा भएर पनि होला जस्तो लागिरहेको छ। दर्शकहरूको प्रतिक्रिया पनि हामी एकछिन लिनेछौँ, कस्तो के भन्नुहुन्छ है त। दामी लाग्यो राम्रो छ फ्यान्टास्टिक एकदम राम्रो फिल्म भनेको यस्तो हुनुपर्छ। एकदम बबाल छ मुभी राम्रो छ एकदम बबाल। कस्तो लाग्यो दाजु फिल्म? एकदम मन पर्यो हो। पार्ट 2 हेर्नै पर्ने भयो फेरि अरु चाहिँ ल्याउनै पर्ने भयो। मुभी ठीक छ सर? ल धन्यवाद है। रमाइलो भयो रमाइलो होइन? नेक्स्ट पार्ट आउनेवाला छ होइन, त्यसको लागि हामी प्रतिक्षारत छौँ है। राम्रो छ? ल रमाइलो गर्नुपर्छ है। ठिक छ सर? रमाइलो भयो नि छिटो जाउँ है। सर कस्तो लाग्यो मुभी? मुभी ठिक छ? मुभी ठिक छ सर? राम्रो एकदम मुभी कस्तो लाग्यो बहिनी? नाम पनि हेरेर आएको सबै ठिक छ? मुभी राम्रो लाग्यो? कडा 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 मुभी कस्तो थियो? राम्रो। ओके ल सबैको राम्रो कस्तो छ है?
राम्रो एकदम राम्रो ल कस्तो छ दामी छ दामी 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 पार्ट 2 आउँछ कि आउँदैन पार्ट 2 आँसु त आएन नि होला पार्ट 2 आँसु त आएन रहेछ त धेरै राम्रो छ कस्तो लाग्यो सर एकदम बब्बाल दामी बासी कामले मुभी ठिक छ बवाल छ बवाल यति गर्नु पर्यो नि त होइन उनको स्विचर मुभी सबैले मन पराउनु भएको छ ठिक छ दाइ दामी छ ओके सबैले मन पराउनु भएको छ हाम्रो आज दक्षिण कोरियामा पहिलो सो उनको स्विचर सबैले एकदमै खुसी हुनुहुन्छ सबैजना है नेपाली फिल्म इन्डस्ट्रीमा सबैभन्दा राम्रो लागेको चाहिँ धेरै राम्रो छ अरू मुभी भन्दा चाहिँ धेरै राम्रो छ सबै वास्तविक कथा नेपालको जीवनयात्रादेखि लिएर धर्मदेखि लिएर तपाईँको जातिको सबैको एकमुष्ट समेटेर बनाएको छ यो मुभी सबैजना हेरिदिनु होला एकचोटि नेपालको लागि भए पनि धेरै राम्रो मुभी छ यो चाहिँ हाम्रो जिन्सनमै रहेको लालीगुराँस फ्यामिली नेपाली रेस्टुरेन्ट हो यहाँ चाहिँ अब सबैजना मुभी हेरिसकेर भोक लागिरहेको छ नि त अहिले सबैजनालाई होइन यो नाइट टाइम हो अनि आज छुट्टीको दिन पनि अनि सबैजना मुभी हेर्ने रमाउने अनि खानाको लागि यहाँ नेपाली रेस्टुरेन्टमा आउने सबैजना भेटघाट गर्ने होइन साथीभाइ चिनेको दिदीभाइ बहिनीहरू आफ्नो इष्टमित्रहरू सबै अनि साथमा पुलसुल खेल्ने रमाइलो गर्ने क्यारम बोर्ड पनि छ यहाँ आफ्नै तरिकाले रमाइलो गर्न सकिन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ है त्यहाँ जिन्सनतिर डमरलले टिट्टु दिल्ली प्राइभेटले जति दखल दियो त